हामी चाहिँ आज हाम्रो घर नजिक रहेको 32 रिसोर्ट जाने सोचमा छौं र यो ठाउँ चाहिँ पाँचथरको ठ्याक्कै मेची राजमार्ग अन्तर्गत पर्ने नेबु खोलादेखि थोरै माथि गएपछि पुगिन्छ। अलिक माथि चढेपछि हामी 32 झर्ना जाने बाटो भनेर देखाउँछ, तर हामी चाहिँ झर्ना जाने हैन कि रिसोर्ट मात्रै जाने हो। अनि अलि माथि पुगेपछि पुल आयो। पुल तरिसके पछाडि हामी उकालोतिर लाग्छौं र लागिसके पछाडि यता चाहिँ गाउँ जाने बाटो रहेछ, यता चाहिँ रिसोर्ट प्लस झर्ना जाने बाटो। अनि अझ हामी माथि चढ्यौं, चढिसके पछाडि रिसोर्ट जाने बाटो चाहिँ यता, रिसोर्ट चाहिँ झर्ना जाने बाटो चाहिँ यता तपाईहरु जान सक्नुहुन्छ। अनि हामी झर्ना चाहिँ गएन आज, झर्ना चाहिँ अलि पछि जाने हो। त्यस पछाडि गेट आउँछ, गेट आए पछाडि हामी टिकट लिनु पर्यो, टिकटको रु 100। त्यस पछाडि चाहिँ हामी भित्र छिर्दाखेरि चाहिँ दृश्यहरू यस्तो देखियो। खरायोहरू रहेछ, अनि यो मुसा। त्यस पछाडि टर्की कालिजहरू पनि रहेछ है, डेकोरेटेड राम्रो गरे हो है, राम्रो रहेछ, राम्रो लाग्यो मलाई भनौँ। डेकोरेसन त राम्रो लाग्यो। त्यस पछाडि हामी यतातिर लाग्यौँ, के भन्छ सुन्दरीलाई पनि भेट्यौँ। त्यस पछाडि हामी गयौँ माथि उकालोतिर। जाँदाखेरि चाहिँ फोटो खिच्ने ठाउँहरू टन्नै बनाएको रहेछ। अलिअलि फोटो खिच्यो, धेरै खिचेन, 1-2टा खिच्यो, त्यस पछाडि खिचेन। अनि चट्ट पिङ पनि खेल्न सकिन्छ यहाँनिर। हामीले डोकोहरू पनि हेर्न सक्छौँ। डोकोहरूले सजिएको एउटा पहाड, के भन्छ हिमालयलाई। यो चाहिँ पोखरी, माछा पनि हेर्न भ्यायौँ। त्यस पछाडि घर चाहिँ दामी लाग्यो, सानो चिटिक्क है, राम्रो लाग्यो। त्यस पछाडि हामी चाहिँ डाँडातिर गयौँ। यहाँदेखि चाहिँ तपाईहरुले 32 रिसोर्ट सबै देख्न सक्नुहुन्छ। यो डाँडाबाट चाहिँ तलतिर हेर्यो भने दामी देखिन्छ है, देखिने रहेछ। अनि त्यस पछाडि हामी चाहिँ पिङ खेल्ने थरखरमा लाग्यौँ। पिङ पनि खेलियो, मजा लाग्यो, मिठो दामी भाइब आउने रहेछ पिङ खेल्दाखेरि। तर अलि मेरो चाहिँ खुट्टा झन्डै बिग्रियो भनौँ पिङ खेल्दाखेरि। त्यसपछि हामी तल झर्यौँ र हामी पुल खेल्यौँ। पुल खेलेर हामीले थोरै मजा लियौँ पुलको। त्यस पछाडि खाजासाजा खायौँ। अनि हामी फेरि फर्किने सोचले फर्कियौँ। तपाईहरुलाई कस्तो लाग्यो? तपाईहरु पनि आएर भिजिट गर्न सक्नुहुन्छ है।